जय गुरु राधे राधे सम्पूर्णमा र म अहिले यहाँ छु गोसे गाउँ प्रीति लाग्ने महोत्सव भइरहेको छ। यहाँ देख्न सक्नुहुन्छ भर्खरै हामी यो गेटबाट छिरिसकेका छौँ र यहाँ गेटै मात्रै छन् र पण्डालहरू चाहिँ उता छ। हामी चाहिँ बाइकमा आएको, गाडीको पार्किङ चाहिँ उतातिर छ, बाइक चाहिँ हामीले बाटोमा राखेछौँ। अब हामी केही दृश्यहरू देखाउन गइरहेको छ हजुरहरूलाई। यति रमाइलो छ यहाँ। यो एउटा धार्मिक अनुष्ठान, शान्ति वातावरण छ, हेर्न सक्नुहुन्छ। र अहिले चाहिँ हामी यहाँ लगभग भित्र आइपुगिसकेका छौँ र यहाँको नजारा हेर्न आउँछ। यति रमाइलो, यति खुबसुरत नजारा। मान्छे हेर न उहाँ, यहाँ चाहिँ हेर न उहाँ चाहिँ उहाँ भाइ माथि मान्छे कति हल्का मान्छे। यो चाहिँ मुख्य गेट। मेरो भएछ के सुनेर मान्छे यार, मान्छे दट। मेरो भएस त आएको पनि छैन होला। तँ हात नचढ नि। यति भिड, यति मान्छे, के भन्नु अब। अहिले चाहिँ हामी यहाँबाट गेटबाट भित्र पसिरहेका छौँ। यो आर्टिफिसियल यति राम्रो मन्दिरहरू बनाइएको छ यहाँ। हामी पसेको गेट चाहिँ यो हो र अब यहाँबाट हेर्दै जानु यस्तो छ नजारा, यस्तो छ। यति राम्रो मन्दिर बनाइएको छ यहाँनिर। र यता भण्डारा, यता आनन्द बजारको यता पण्डाल छ र यहाँ भजन कीर्तन सत्सङ्ग भइरहेको छ। अब यहाँ मन्दिरमा जानेछौँ एकछिन। जय गुरु, जय गुरु। यहाँ चाहिँ यति राम्रो, यति सुन्दर मन्दिर, टेम्पोररी भए पनि यति राम्रो मन्दिर बनाइएको छ। जय गुरु। अब र यहाँ चाहिँ तपाईँको यतातिर चाहिँ भण्डाराहरू छ। हामी चाहिँ एकछिन भण्डारातिर जाने, आनन्द बजार खाएर। यति भिड छ यहाँ त जान पनि सम्भव होला कि नहोला। मान्छे सबैतिर अझै आउने बाँकी छ। यो चाहिँ आनन्द बजारको पण्डाल हो र यहाँ आनन्द बजारको राम्रो तरिकाले गरेको रहेछ। यस्तो प्याकेट सिस्टम छ, ती मजाले एउटा प्याकेट आनन्दले यहाँ लिएर आफै बसेर आनन्द बजारको ग्रहण गर्न सकिने रहेछ। र सबैजना हामीले पनि लिइसक्यौँ र म चाहिँ यहाँ अहिले पानीको खोजीमा जाँदैछु। यति भिड छ।
खिचडी मैले चाहिँ खाइसकेँ भयो खाइसकेँ नामलाई देखा मुखमा देखा अरू मान्छे देखा यहाँ चाहिँ आनन्द बजार खिचडी र टमाटरको चटनी हामीले खाइरहेका छौँ यति आनन्द यति मिठो के भन्नु अब यसले चाहिँ खाइसक मुनि लगायो উৎসবে যোগদান করার জন্য ভাববেন যে এই তীর্থভূমিতে আমরা যারা আছি আমাদের পূর্বজন্মের স্বীকৃতি ছাড়া আমরা এখানে আজকে উপস্থিত হতে পারি তাই এখান থেকে আমরা কি নিয়ে যাব এটাও আচার্যদেব দয়া করে বলে দিয়েছেন আচার্যদেব বলেছেন যে 1 hour later र यताको साइड चाहिँ यहाँ एउटा मेला जस्तो पनि दोकान सोकानहरू धेरै थोक रहेछ यहाँनिर विभिन्न खेल्ने कुद्ने केटाकेटी ठुला साना यस्ता फुलहरू हाबीजाबीको दोकानहरू रहेछ यताको साइड चाहिँ यहाँ आउँदा चाहिँ एउटा धार्मिक अनुष्ठानको माहौलमा पनि देखिन पाइयो र यता यसो मेलाको जस्तो वातावरण पनि देखिन पाइयो हरिणहरू